दिक्चु सिन्तामको रोडको हालत यस्तो छ है। यो बाटो चाहिँ यति डरलाग्दो छ हौ। पर आर्मी गाडी त फसिरहेको छ, 4 व्हिल गाडी हो पनि फसिरहेको छ है। झन् टाटाहरू, सानो गाडी, बोलेरो, अल्टो, कारहरू त कुरै नगर्दा भइगयो है। यस्तो डरलाग्दो छ। लगभग 15 दिनदेखि यस्तो छ यो बाटोको हालत हो। यति मान्छे हिँड्नु पनि हिलोले हिँड्नु सकेको छैन हो। हुनु चाहिँ यो 1.5 महिना अगाडि 2 महिना अगाडिको कार्पेटिङको बाटो हो, जहाँ चाहिँ कार्पेटिङ भयो तर त्यहीँदेखि चाहिँ बाटो यस्तो हालतको छ। यो हेर्नुहोस् है, यहाँ मान्छे हिँड्नु पनि सक्दैन है बाटोमा, कच्चा कच्चा कि यहाँ एक्सल भाँचिरहेको छ। त्योभन्दा अगाडि पनि फसिरहेको छ गाडी है। हेर्नुहोस् त, तपाईँलाई म देखाउँछु है। यो गाडी चाहिँ एक्सल भाँचेर बसेको, काउन्टेलै गयो भन्दैछ पनि हो। हेर्नु यस्तो डरलाग्दो। यता टाढा छ, परसम्म गाडी छ, जानै सक्दैन हिलोले हो। 2 फिट 3 फिट भाँसिन्छ टायर हो, जानै सक्दैन बाटो। यस्तो छ दिक्चु रोडको हालत। साह्रो बिजोग भयो। आम जनता पार्टी यो के भन्छ, हाम्रो पब्लिकलाई चाहिँ है बिमारीहरू लिएर हिँड्नुपर्ने चाहिँ एकदम डेन्जर छ है। हजुर चाहिँ इमर्जेन्सी छ भने चाहिँ यो बाटो चाहिँ नहिँडिदिनुहोस् है। घुमेर कुनै अल्टरनेटिभ बाटो लिएर जाइदिनुहोस् हजुरहरूलाई भन्दै म तपाईँहरूको मा पुगोस् भनेर यो चाहिँ बाटोको दृश्य देखाइरहेको छु है।